ओए फुटे किन हाँसेको योजना किन हाँसेको नमस्ते भन्न नमस्ते ओए होइन यो चाहिँ हाँसो किन हाँसेको भन्न ओए यार के भने कि पहिला यहाँ मेरो मलाई भन्न के चाहियो त्यो चाहिँ यहाँ लिन मेरो बुझ्मा हाल्न एकैछिन बक्सै कस्तो आँसु आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई कहाँ गएको चाहिँ के गरेको के गरेको अब थोपा लाग्नुपर्छ हो बुझ्न आँट्यो त्यसै पैसा दिन्छु म दाम दिएर दिन्छु के गर्दैछ अरे यसले यहाँ आएर भन्ने क्यामेरा छेउमा आएर कुदाएर छिरो के गरे अरे इस हरामजादे ने मुझसे 500 रुपया बतौर कर्जा लिया था के गरे अरे हस्ता उयो त सुइस छिटो न गरेर नाटक गर्नु एउटा लु के खोइ सेउ खाँदै हिँडेको भने किन खोइ ला खोइ देखाउनु न सेउ खाँदै के हो अलि भर्खरै सेउ खाँदै हिँडेको देखाउनु न ल एकछिन देखाइदिन्छु ल एकछिन देखाउँछु गाला हेर्दैन रातो न दाजी गर्दा के गर्दा ए किराले गाएर यो गरेको छ यहाँ ए फाइनली हामी चाहिँ यसो घुम्दै गएको हो दिमे हेलो भन्दैन छुट्टिने हेलो भन्न जाँदैछु अहिले हामीले यहाँ चिप्स खुवायो हो बाटोमा खाँदै गएको नि टुर गएको हामी चाहिँ भयो यहाँ पनि सोधे पनि देखेको न ए बङ्ग छ नि बस बहुत पैसा कमा लिया अब सोचता हूँ कुछ करूँ आई वांट टू हेल्प बङ्ग छ नि 200 300 पो छ नि फाइनली हामी अब यता पुग्यो हाम्रो गुम्बा पर नि हाम्रो गुम्बा छ माथि डाँडामा केटाहरूको पोस्ट खतरा खतरा छ नि ग्याङ्स्टर हो नि चिसो नि हौ फाइनली हामी यता पुगिसक्यौँ होइन बिच बाटोमा यहाँ चाहिँ यस्तो रहेछ ढुङ्गा बुई पहाड बुई यो पल्ट्यो भने चाहिँ गयो नि है भाइ आमामा ओइ केटा पर्खिने एकछिन आमामा यो हो नि त हिँडाइ चाहिँ ओइ यहाँ हेर्नु यसो आइहरू यहाँ ब्लगर छ नि अर्को छुट्टी ब्लगर ओइ तेरो नाम ब्लगको नाम के छ टोन्डे शेर्पा उसको ब्लगको नाम चाहिँ तेरे नाम का कुत्ता पालो साले अगाडि चाहिँ हाम्रो त्यो खानेकुरा बोकेर कुद्दैछ हो लड्नु नि हौ
यसो हामी बाटो हिँड्दैछौँ कुन चाहिँ बाटो जाँदैछौँ त्यो चाहिँ हामीलाई थाहै छैन हो यसो हेर्दै यहाँ त गाउँहरू क्या दामी रहेछ है घर अरे दामी है यहाँबाट कहाँ निस्किन्छ अब ल्या ए यहाँ त यता ओइ ए यहाँ पो आइपुगेछ आइज यहाँ टर्निङ छौँ यहाँ गाडी फाइनल्ली हामी अब हिँड्दै यता आइपुगेछौँ यहाँ आइपुग्दो रहेछ नि यो ओह्रालोको आलुबारीदेखि ओह्रालो जाने बाटोमा आउँदो रहेछ सडकमा यो सडकलाई चाहिँ मान्नुपर्छ यो सडक चाहिँ एकदम राम्रो हामी आइपुग्यौँ यस्तो छ है भ्यू चाहिँ साथी हो हाम्रो गुम्बा यहाँ पर छ भिडियो सबैले भिडियो बनाउँदैछ यसो दामी सडक चाहिँ डर लाग्छ यो बाटो चाहिँ फर्स्ट टाइम हो भने चाहिँ नआउनु होला होइन फर्स्ट टाइम हो भने चाहिँ यो बाटो चाहिँ कहिले नआउनु होला म चाहिँ यति चाहिँ म तपाईँहरूलाई भनिदिन्छु होइन फर्स्ट टाइम आयो भने पनि ब्रेक चाहिँ एकदम नयाँ बनाएर आउनु ब्रेक र टायर चाहिँ मजाको नयाँ बनाएर लिएर आउनु त्यसको लागि आयो भने चाहिँ ठिकै छ नभए त म गाडी लेखेर दिन्छु यहाँ एक्सिडेन्ट हुन्छ भनेर त्यो लोकल वाइन हान्दैछ अरे यहाँ देखाएको तपाईँ लोकल वाइन लोकल वाइन अरे ए ल अब गर्दा अब गर्दा अब गर्दा अब चाहिँ गर्दा यो अन्त बाटो मान्छेहरूले साह्रै निकै भन्छ यहाँ चाहिँ पुरा एक्सिडेन्ट भएको अरे होइन यो आलुबाट ओह्रालो मान्छे हिँडेको हेर्नु नि यहाँ यसो हिँड्नु पर्दैछ नि किथे चलिया गोभी दे आलु यहाँ टाढै हिँड्दैछ नि ठाडै हिँड्नुपर्छ नि एकचोटि फेरि हाँसो यस्तो छ बाटो चाहिँ यहाँ त साह्रै डर लाग्दो मान्छेहरू अब कति एक्सिडेन्ट भएको छ सुनेको थिएँ मैले अनि हामी यहाँ आइपुग्यो राति होइन बेसी ओह्रालो पुगेन हामी बदम खाँदैछ जाडो भाइ बसेर यहाँ ओह्रालो बाटो यहाँ थिएन झन् अब नभन्दा पनि त गुम्बा यहाँसम्म आइपुग्यौँ अब यहाँसम्म नि अब हाम्रो बाटो चाहिँ बदम ओ यहाँ हेर्न ओ यहाँ हेर्न ओ यहाँ हेर्न बाहर निकल मैं तुझे बताऊंगा तू बाहर फाइनल आइपुग्यो ओ तिमी रात पऱ्यो माथिबाट मान्छे कुद्दै आउनु ढुकिनु ढुकिनु दिमे त रोडमा बाटो त मान्नुपर्छ नि फाइनल हामी तलसम्म जानु पाएन हामी यहाँसम्म आइपुग्यौँ गुम्बा कहिले पुग्यो भइहाल्छ गाडी आयो भने कस्तो उड्छ यहाँबाट गाडी एक्सिडेन्ट भयो भने यो सडक चाहिँ यहाँबाट यसरी उड्यो भने त गयो नि गाडीबाट उठेर मान्छे खोज्नु जङ्गलमा फाइनली माथिको टर्निङ रोड आइपुग्यो बाटो यस्तो साह्रो उकालो छ नि यो त हल्का बनाउनु पर्छ नि हो है यत्तिको छ नि आमा अम्बो कसम लु बाटो हो हो धिमे ओइ यो ओह्रालो सुसले खेल्दा हुने रहेछ त तल पुग्छ तिमीहरू गाडी हामी माथि आइपुग्यौँ होइन के हुन्छ बल्ल आइपुग्यो माथि टाइम कति भयो भने त्यो चाहिँ 5 बज्नु 10 मिनटहरू छ 6 बज्नु 10 मिनट छ ढिलो भएर तिमी आज रमाइलो भयो तर रमाइलो भयो यो त रिसाएको छ के हो खाले नि पाउँदैन होला है ओइ के हो
फाइनली यहाँ चाहिँ हाम्रो जोरबङ्गलामा नयाँ खोलेको दोकान होइन। यहाँ चाहिँ एक रोल चाहिँ यस्तो मिठो पाउँदो रहेछ। हामीले टेस्ट गरेको थियौँ होइन, अरू चाहिँ टेस्ट गरेको छैनौँ। अनि अरू अब केही लिनु छ, अब केही खानु छ भने यता उयो रहेछ नि, मेन्यू रहेछ, त्यहाँ पनि सक्नुहुन्छ। अनि एक रोल चाहिँ मलाई एकदमै मिठो लाग्यो। यो उकालो टाइगर हिल जाने बाटो। हामी ढिलो भएर बाटोमा एक रोल खाँदै हिँड्दैछौँ। दिमी बाबु देखाउ त एक रोल। देख्दैन रहेछ क्यामेरा राम्रो अर्डरले। यहाँ उजालमा माथि देखाउने अरे एक रोल। यहाँ माथि अर्को सर जानुहुँदैछ। सर औ सर एक रोललाई उयो गरेर हऱ्यो रेटिङ दियो अरे। एक रोलको रेटिङ दिएन। इंग्लिश में एउटा उखान छ नि, लातों के भूत बातों के नहीं मानती है भन्छ नि। माथि 10 up to 10 दिएको छ। हामी हात बोकेर यहाँ खुवाउँदैछ सरको। तू तो गया बेटे। के हाल्यो यसले त। एक रोल आधी खाइसक्यो। फाइनली हामी आइपुग्यौँ। ओए आइपुग्यो हामी। आइपुग्यो भन्न हेलो आइपुग्यो। कसरी भन्नु भन्न जसरी आइपुग्यो आइपुग्यो। बाघहरूले खाएन, के भएन, भूतले लगेन, आइपुग्यो।